यो अविद्या अब यो चाहिँ अगाडिको जन्ममा पनि कुरा बुझेन भन्ने कुरा हिजो पढाएँ। अनि यो संस्कार भनेको चाहिँ यसले संस्कारले गति लिँदो रहेछ। संस्कारले के ल्याउँछ? गति। दुर्गति 4 वटा, सुगति 11 वटा, 6 वटा देवलोक एउटा मान्छेको लोक गरेर सुगति। अनि ध्यानगति भन्ने चाहिँ 20 वटा ब्रह्मलोक हुन्छ। हो यो 4 आर्य सत्य नबुझीको कारणले यो संस्कार भयो। संस्कार पनि 3 खाले संस्कार, एउटा पुण्य गर्ने संस्कार, एउटा पुण्य नगर्ने पाप गर्ने संस्कार, एउटा चाहिँ आनन्दजावी संस्कार भन्ने ध्यान गर्ने संस्कार। अब ध्यान गर्ने भने चाहिँ ब्रह्मलोकमा जाँदो रहेछ। पुण्य गर्यो भने यी तपाईँ हामी आएको चाहिँ पुण्य गरेर आएको रहेछ। अपुण्य संस्कार गरेको भने चाहिँ कुकुर बिरालो किरा फटेङ्ग्रा जे छन् ती सबै चाहिँ पुण्य नगरेर हाम्रै बाबुआमा रहेछ नि त। अब यहाँ महायानामा भन्छ नि त सबै मा नाम काताङ यहाँ पिस्याङ चाहिँ थम्चे देवाताङ भने चाहिँ त्यो सबै हाम्रो बाउ हो आमा हो भनेर सम्झिनु भनेको छ कि छैन। तर बाबुआमा चाहिँ के भएर त्यहाँ गयो भन्ने चाहिँ थाहा भएन नि त। के भएर भन्दा यही सिपाखोर्लोको ज्ञान चाहिँ कहिले पनि सुन्नु पाएन रहेछ। सुनेछ त? सुनेन रहेछ। सुनेको भए के हुन्थ्यो भन्दा कुकुर बिरालो बाबुआमा हुन्थेन, मान्छे हुन्थ्यो या देवता हुन्थ्यो। त्यसकारण महायाना र वज्रयानामा जाँदा बाबुआमा हो, दाहिनेपट्टि बाउ राख्नु, देब्रेपट्टि आमा राख्नु भन्दै गर्दा किन त्यो सबै प्राणलाई बाबुआमा मान्नु भन्दा यही नजाने कारणले चाहिँ आज यो ठाउँमा उहाँहरू गएको रहेछ भनेर बुझ्नुपर्छ। संस्कार बिग्रेछ। के बिग्रेछ? संस्कार बिग्रेछ। त्यस पछाडि यहाँ आएर के हो? चित्त आइपुग्यो। यो बाँदरको नक्सा भनेको चाहिँ हाम्रो चित्त, अहिले भित्रको चित्त छ नि। बाँदर एक ठाउँमा बसेको देख्नु भएको छ? यसो गरेर बस्यो भने नि यता यता उँधो उँभो हेरेको अलिक उठेर अलिक पर गएर के हिँड्छ त्यसरी बाँदर। हाम्रो चित्त पनि अहिले यहाँ छ, एकछिनमा पर एकछिनमा गाठ बाहिर भागेकै हो। त्यो चित्तको रूपमा चाहिँ बाँदरको नक्सा इङ्गित गर्दो रहेछ महायाना र यो सिपाखोर्लोको थाङ्कामा। बुझ्नुभयो? हाम्रो चित्त कस्तो रहेछ? बाँदर जस्तो चञ्चल। यसलाई निर्माणमा जाने हो भने चञ्चल चित्त घटाउनु पर्दो रहेछ। आफ्नै बसमा चित्त ल्याउनु पर्छ। र मान्छे डिप्रेसन भएको पनि यही चित्त बाहिर लाँदा डिप्रेसन भएर लास्टमा बौला भएको। लास्टमा बौला मान्छे भनेको त त्यो उता सबै सिद्धियो, चित्त नै अब उसको बसमा भएन, कहाँ गयो त्यसपछि ऊ चाहिँ के हो? बौला। बौला मान्छेले सुरुमा हामी जस्तै मान्छे बौलाको त हो। के भएर बौलाको भन्दा यो चित्त चाहिँ बसमा नभएर। अनि सुरुमा त उसले आमा देख्छ एकछिन, त्यसपछि त्यो आमा शुद्ध पनि देख्ने माइन्ड सिद्धिएपछि चाहिँ त्यस पछाडि त्यो सुरुमा आमाले यदि खाना लिएर आयो भने पनि छोरा बौलाइराखेको छ। आमाले खाना लिएर आयो टाइममा, तर सुरुमा आमै देख्छ, खानै देख्छ। उसको माइन्ड बिग्रेपछि एकछिनमा त्यो भात खाना चाहिँ साबुन रहेछ भनेर सम्झेर कहिलेको त्यो साबुन सम्झेर सुई दल्नु थाल्छ। कसले? बौलाएपछि, पागल भएपछि। त्यसपछि एकछिनमा आमालाई पनि काट्नु थाल्छ। अघि त्यो के भयो भन्दा खास चाहिँ उसको माइन्ड चाहिँ सबै सिद्धियो। त्यसकारण यो हाम्रो माइन्ड चित्त चाहिँ अहिले भन्दा कसैको 50 वर्ष अगाडि 60 वर्ष अगाडि हाम्रो आमाको गर्भमा आएको रहेछ। हामी आएको चित्त रहेछ। अगाडिको यो दुईटा यदि यो ठाउँसम्म पहिला यति सुनेको भए यो ठाउँमा आउँथेन रहेछ भनेर बुझिन्छ। अब आयो त आयो, के आयो भन्दा नाम रूप आयो। हिजो नि पढायो, अस्ति नि पढायो। नाम भनेको यो एउटा नक्साले चाहिँ मन भन्छ, एउटाले भन्छ चित्त, एउटाले भन्छ शरीर। रूप भनेको चाहिँ शरीर। रूप भनेको चाहिँ फेरि के हुन्छ? परिवर्तन हुन्छ। रूप के हुन्छ? परिवर्तन हुन्छ। रूप सानोमा त 1 वर्षको थियो, अहिले आएर त अर्कै अनुहार भइसक्यो। सुरुको दाँत थिएन, बिचमा दाँत आयो, फेरि फुक्ल्यो, फेरि फुक्लिँदैछ। कपाल पहिला थिएन, अहिले कालो थियो, फुल्नु थालिसक्यो। रूप जहिले पनि परिवर्तन हुन्छ। नाम रूप भनेको चाहिँ रूप भयो होइन? रूपभित्र पनि कतिवटा अब त्यो यो चाहिँ सबैभन्दा हुनु त यही महत्त्वपूर्ण छ। अब यसमा आए चाहिँ छोरा मान्छे छोरी मान्छे नै हुँदैन। बुद्ध धर्मले जात छुट्याउँदैन,
धर्म छुट्याउँदैन भनेर भन्छ कि भन्दैन? भन्छ। अब छोरी मान्छे भए पनि मासु छ 20 खाले, घिन लाग्दोस् भनेर हिजो मैले फोटो देखाएको थिएँ नि, कति रहेछ? 20 खाले। छोरा मान्छेको पनि त्यति नै छ, कुकुरको पनि त्यति नै छ, भैँसीको पनि त्यति नै छ, त्यहाँभन्दा सब फरक त छैन हैन? रूप त्यस्तै भयो। अब संज्ञा भनेको चिन्ने चिज, अब कसैको नाक अलि लामो होला, कसैको कपाल कर्ली होला, कसैको सिलिक्क परेको होला, कसैको फुलिहालेको होला, त्यो चाहिँ के हो? चिन्ने संज्ञा रहेछ हैन? संस्कार भनेको अब त्यो खास चाहिँ काम गर्ने, बनिने, बिग्रिने, कसैले कपाल उँभो फर्काउने होला, कुनैको पूजा गर्ने सिस्टम, कसैले हातले यता दिएर पूजा हुन्छ भन्दो, कसैले उल्टो दिनुपर्छ भन्दो, कसै चाहिँ बिहेमा यसो गरेर बिहे हुन्छ भन्छ, कसैले चाहिँ अर्कै खाले लगायो भने चाहिँ बिहे हुन्छ। त्यो चाहिँ संस्कार रहेछ हैन? त्यो संस्कार भनेको चाहिँ त्यो मान्दै आएको चिजहरू छाप परेको मनमा। अनि अर्को वेदना, वेदना भनेको सबै वेदना त छ नि। कसैको नाकमा अहिले टोयलेट बनायो भने कस्तो नमिठो वेदना, नाकले थाहा पाएको, चित्तले थाहा पाएको, कानले नराम्रो भन्यो भने थाहा पाउने वेदना, त्यो सबै कुकुरलाई पनि गनाउँछ, बास्ना उसलाई पनि हुन्छ, अब मान्छेलाई पनि हुन्छ, त्यो राईलाई पनि हुन्छ, तामाङलाई पनि हुन्छ। टोयलेट गनाउँदाखेरि राईलाई फरक, छेत्रीलाई फरक, तामाङलाई फरक, कमलको फुल पनि फरक फरक हुँदैन। त्यो सबै त्यो स्वभाव धर्म भनेको चाहिँ के रहेछ भन्दा अब त्यही वज्रयानामा त्यही भन्छ, ओम शो भव शुद्ध सर्व धर्म शो भव शुद्ध वङ तोङपाङ्गी दुक्यो भनेर वज्रयानामा भोलिपछि मरेको बेलामा घ्याउ गर्दा त्यही भन्दै थाल्छ, पूजा गर्दा पनि त्यही भन्दै थाल्छ, शोभा गर्दा पनि सुरुमा नै ओम शो भव शुद्ध सर्व धर्म शो भव शुद्ध वङ भनेर थाल्नुपर्छ। लामाहरू हुनुहुन्छ थाहा छ, सुरु नै शो भव भनेर थाल्छ। छोक चढाउने बेला पनि त्यही गर्नुपर्छ। छोक चढाउने बेलामा त्यो ठ्याक्क चेन्डेन गरेर झ्याम्टा ढ्याङ्डो ग्यालिङ टडर बजायो भने चाहिँ ओम शो भव शुद्ध सर्व धर्म शो भव शुद्ध भनेर त्यहाँदेखि चाहिँ अनि छोक गर्दा पनि, छिटोतिरको छोक गर्दा पनि शून्यता छ। स्वभाव धर्म जस्तो छ त्यस्तै गरेर ग्रहण गर्नुहोस् भन्न खोजेको भगवान् बुद्धले जस्तो देख्नुभयो त्यस्तै देख्न सकौँ भन्ने भावना हो। तर के देख्न सकौँ भन्दा के देख्न सकौँ भन्ने चाहिँ थाहा नपाएको मात्रै हो। त्यसलाई चाहिँ देख्न खोज्ने प्रयत्न गर्ने हो। स्वभाव भनेर वज्रयाना भन्दा चाहिँ त्यस्तो हुन्छ। भनिसकेपछि यो त्यो थाहा पाउने के रहेछ? चित्त होइन? चित्त भनेको चाहिँ अब यहाँभित्र जाँदा चाहिँ यो कोठा चाहिँ कतिवटा हुँदो रहेछ? 1 2 3 4 5 6वटा। खास घुमाउने चाहिँ यो हो भन्छ, 6वटा कोठा। 6वटा कोठा भनेको चाहिँ यो घर भन्नु र हाम्रो शरीर भन्नु चाहिँ फरक होइन। बुझ्नुभयो? अहिले हाम्रो शरीर छ भने पृथ्वी जस्तो गरौँ छ नि त। कसैको 80 किलो होला, यहाँ हिँड्नै गाह्रो छ। कसैको 30 किलो, सबै भार छ क्या, भारी छ हामीसँग चाहिँ। अनि यो घर भनेको चाहिँ शरीर हो। यो एउटा ढोका भनेको चाहिँ आँखा हो। यहाँ थाङ्कामा कोही कोही थाङ्का बिग्रेको हुन्छ, अनि त्यही पनि थाङ्का बिग्रेको छ कि छैन भनेर पनि बुझ्न सकिन्छ। यो एउटा ढोकाले के भन्दो रहेछ? आँखा। यो अर्को ढोकाले के भन्दो रहेछ? कान। यो अर्को ढोकाले के भन्दो रहेछ? नाक। यो अर्को झ्यालले के भन्दो रहेछ? ढोकाले जिब्रो। अर्को ढोकाले के भन्दो रहेछ? छाला। अनि अर्को ढोकाले के भन्दो रहेछ? मन। यो कुकुर भए पनि, यो नरकमै गए पनि, यो पशु भए पनि, अब यो प्रेतै भए पनि, यो हामी मान्छे भए पनि, राक्षसै भए पनि, देवतै भए पनि, ब्रह्माजी नै भए पनि यो चिज चाहिँ रहिरहन्छ। ब्रह्मलोकमा 4वटा लोकमा मात्रै यो भाग चाहिँ हुँदैन, यो शरीर हुँदैन, चित्त मात्रै हुन्छ। त्यसकारण आँखाले केमा ठोकर खान्छ? रूपमा। त्यो ठोकर खाँदा चाहिँ बत्तीमा आएर पुतली मर्छ अज्ञानताको कारणले। अनि कानले केमा ठोकर खान्छ? शब्दमा। त्यसको शब्दको ठोकरले चाहिँ मृगा मर्छ। नाकले केमा ठोकर खान्छ? बास्नामा। बास्नाले ठोकर खाँदा चाहिँ अज्ञानताको कारणले चाहिँ भमरा मर्छ। त्यो ढोक्रे फुलमा आएर मह लुटुपुटु गर्दा मर्छ। जिब्रोले केमा ठोकर खान्छ? स्वादमा। त्यसले गर्दा चाहिँ के मर्छ भन्दा माछा चाहिँ बल्छीमा परेर मर्छ। अनि छालाले गर्दा चाहिँ स्पर्शमा भुलिँदा चाहिँ हात्ती मर्छ। त्यो हात्ती चाहिँ कसरी मर्छ भने अब कति सुन्नुभयो होला,
त्यो हात्ती चाहिँ उताबाट जङ्गलबाट आउँदै गरेको हुन्छ। स्यालहरू चाहिँ भोकाइराखेको हुन्छ। भोकाइराखेको स्यालले चाहिँ बल्ल 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 खानु पाउँदा हात्ती देखेपछि चाहिँ अनि उसले एउटा चतुर स्याल गएर चाहिँ यहाँ चुप लागेर बस है, अब आज शिकार भेट्यो खान पाउने भयो भनेर चाहिँ हात्ती भागमा गएर महाराज हाम्रो जङ्गलमा राजा नभएर समस्या पर्यो भन्छ। अनि के भयो भन्दा राजा छैन, हामी साह्रै पीडित भयौँ, दुःख पायौँ, सबले हामीलाई हेप्यो। हजुर हाम्रो जङ्गलमा घाँस पनि धेरै छ, ठाउँ ठाउँमा पोखरी छ, अनि त्यहाँ चाहिँ तपाईँ राजा बनिदिनु पर्यो भनेर आग्रह गर्दा होइन म अर्कै जङ्गलको राजा हो नि भन्छ। होइन तपाईँ भए पनि हाम्रो जङ्गलमा हात्तीको राजा चाहिँ छैन, त्यो हात्तीको स्त्री ढोइहरू चाहिँ थुप्रो छ भन्छ। त्यसो भए त्यो ढोइ चाहिँ तपाईँलाई जिम्मा लाउँछौँ भनेपछि त अनि उसको इच्छा चाहिँ के भयो, काम भोक इच्छाले गर्छ। अनि ए ढोइ पनि पो पाउने रहेछ त भन्ने पञ्च त्यो के अरे कामागुणप्रति उसको चित्त गएको कारणले चाहिँ अनि हुन्छ भन्छ। त्यसपछि हुन्छ भने लोभियो क्या, तानियो। त्यो तानियोपछि चाहिँ अनि ऊ चाहिँ के अरे त्यो स्याल चाहिँ बिस्तारै बिस्तारै त्यो दलदलपट्टि लानु थाल्छ, हिलोमा लान्छ। अनि ऊ चाहिँ हल्का भएर फुत्रुक फुत्रुक जान्छ। त्यो हात्ती चाहिँ ठुलो ज्यान भएर अलिक वरबाट पस्न थाल्यो। गाडी चाहिँ यता त नजाने भन्दा चाहिँ यहाँ गएन भने राजै हुन पाउँदैन। अनि जुन तपाईँले स्त्री भोग पनि गर्न नपाउने भयो, काम भोग पनि भनेपछि चाहिँ अनि त्यहाँदेखि ऊ त्यो चाहनामा जहाँ जाँदै कहाँ गएर गाडियो भन्दा दलदलमा फस्यो। त्यसपछि सबै स्याल आएर चाहिँ अनि ऊ दलदलमा फसेपछि जिउँदै अनि उसलाई खाएर चाहिँ उनीहरू चाहिँ पूर्ति गर्छ। त्यसकारण स्पर्शको कारणले चाहिँ को मर्यो, आसक्ति हुँदा हात्ती मर्यो भन्ने। ती सबै कुरालाई चाहिँ केले अराउँछ भन्दा मनले। अनि हामीले चाहिँ चित्त फरक फरक बाहिर हुन्छ भन्छ। जम्मा चित्त चाहिँ सामान्य हिसाबमा हेऱ्यो भने चाहिँ 98 वटा हुन्छ। त्यो 98 वटा चित्त भएको कारणले नै यो मुटुको धड्कनहरू पनि खास चाहिँ त्यो तापक्रमहरू पनि त्यही लेभलमा धड्किन्छ भनेर त्यसमा साइन्ससँग गयो भने चाहिँ त्यो खाले अवस्थामा बुझ्न सकिन्छ। त्यसकारण यो कारणले चाहिँ यो स्पर्श भयो भनेको, ठोकियो, यो छुइयो, आँखाले केमा रूपमा छुँदाखेरि के मर्यो, पुतली तान्नी। त्यो चाहिँ त्यो स्पर्श भनेको चाहिँ छुइनु ठोकिनु कारणले पुतली मरे जस्तै हाम्रो 6 वटा इन्द्रियहरूबाट चाहिँ अनि आँखा रूप 2टा, कान शब्द 4 वटा, जिब्रो र रसले 6 वटा, अनि छाला र स्पर्शले 10 वटा, मन र धर्मले 12 वटा। यसलाई चाहिँ आयतन भन्छ। यो आयतनमा अब 6 वटा थाहा पाउने चित्त जोडिँदा चाहिँ धातु भन्छ। जम्मा धातु चाहिँ 18 वटा छ। आँखा रूप देख्ने, मन भने पनि देख्ने, चित्त भने पनि गर्दा आँखा रूप देख्ने चित्त कतिवटा, 3 वटा, कान शब्द सुन्ने चित्त, नाक बास्ना सुक्ने चित्त, जिब्रो रस थाहा पाउने चित्त, छाला स्पर्श काय विज्ञान, मन धर्म मनोविज्ञान गरेर यता त्यसरी पर्छ भने यता लामामा चाहिँ त्यसलाई पार्खा हो भनेर, ज्योतिषमा चाहिँ पार्खा हो भनेर हामीले फेरि पढ्छ। पार्खाको बारेमा त्यसरी पढ्छ। अब यो स्पर्श भएपछि यहाँसम्ममा यसलाई स्पर्शलाई लिएन भने यहाँबाट एउटा ढोका बन्द हुँदो रहेछ त्यो निर्वाणा भन्ने। योसम्म तानिएन भने यहाँ छेकियो, योबाट उता सर्यो पछि चाहिँ फेरि अनि उता बाटो फेरि धकेलिएर जान्छ। त्यसकारण यो स्पर्श भन्नेसम्म चाहिँ हामीले मोटामोटी बुझ्यो। अब यो स्पर्शसम्म बुझ्दाखेरि यो सबै तानिने चाहिँ के रहेछ भन्दा यो 5-6 वटा चिज र यो चिज, यो चित्त रूपी चिजमा चाहिँ हामीसँग चाहिँ अज्ञानता भन्ने चाहिँ यो कालो सुँगुर हो। अनि सेकेन्डमा के आयो, सेतो बकुल्ला आयो। तेस्रोमा रिस उत्पन्न भयो। अनि हामीले अब सामान्यमा अब 5 वटा विष हुने रहेछ। 5 वटा विष अस्ति पढेको थियो। के भन्दा लोभ, रिस, अनि
आरिस अनि अज्ञानता, त्यसपछि अहङ्कार। यो चिज छुटेन भने जति मान्ने गरे पनि के हुँदैन। अब हामी ओम भन्ने ठाउँ चाहिँ यो हो देवलोक। तपाईँहरू धेरै ओम मानी पेमेङ भन्नुहुन्छ, लेख्नु भएको छ थाङकाटले। ओम भनेको चाहिँ यो हो। ओम भनेको चाहिँ यो देवलोक भनेको चाहिँ कतिवटा छन् रे भन्दा 6वटा। कतिवटा? 6वटा। अब यो 6वटा देवलोकमा चाहिँ त्यहाँ बस्ने बुद्धको नाम चाहिँ लाइथुपा भन्छ। यो बुद्धको नाम चाहिँ है, यो बुद्धको नाम चाहिँ लाइथुपा भन्छ, देवलोकको बुद्ध। उहाँले चाहिँ प्योङ भनेको एक तारे बोकेको हुन्छ र सेतो हुन्छ र हाम्रो शरीरमा हेर्यो भने चाहिँ यहाँको भागमा हुन्छ। अनि पछि वज्रयानमा जोड जाँदा चाहिँ मेन्ज्याङ थाहा छ? मेन्ज्याङमा चाहिँ त्यो ओमलाई चाहिँ अमा लगेर अ भनेर लेख्नुपर्छ। त्यो मेन्ज्याङ हेर्नु नत्र, यहाँ अ सु नि ती प्रे अनि खुट्टाको पैतालामा चाहिँ दु भन्ने लेख्नुपर्छ। वज्रयानामा गएर चाहिँ त्यो लेखिन्छ। अब त्यो भन्दा पनि मेन बुझ्नुपर्ने चाहिँ महायानामा जाँदा चाहिँ ओम मणि पद्मे हुँदो रहेछ। वज्रयानामा जाँदा चाहिँ अश्रु नृत्य प्रेदु हुँदो रहेछ। थेरवादमा बुझ्ने हो भने यहाँ जानुको नजानुको लागि चाहिँ अहङ्कार घटाउनु पर्दो रहेछ। के रहेछ? अहङ्कार। अहङ्कार भन्ने शब्द छ नि हामीमा, जुन अभिमान आउँछ नि, त्यो अहङ्कारलाई चाहिँ के गर्नु पर्दो रहेछ? घटाउनु पर्दो रहेछ। कहाँ जन्म नहुनको लागि चाहिँ? देवलोकमा। अब देवलोकमा चाहिँ एक दिन चाहिँ मर्नुपर्छ। अनि मरेपछि निसन्देह यो तल जन्म हुन्छ। र हिजो नि मैले भने र मानी पर्दा चाहिँ त्यहाँ चाहिँ लायुल्ल फोतङ्गी दुङ्गाल भनेर लेखेको हुन्छ। किनकि यहाँ चाहिँ एउटा गरिब मान्छेले भारी बोकेर कमाएको पैसा सकिएपछि चाहिँ तल झर्नुपर्छ र यसले चाहिँ जहिले पनि यहाँसँग लडाइँ खेल्नुपर्छ। यो थाङ्का बुझाउँदैछु, यो बुझ्नु भने राम्रो हुन्छ। र मर्ने बेलामा चाहिँ यहाँको चाहिँ सबैले छोडेर जाने हुन्छ, यहाँ जन्मिए पनि। अनि मालाहरू ओइलेर जान्छ। त्यस पछाडि शरीरमा मैल परेर आउँछ। सधैँ असुरसँग क्रान्ति गर्नुपर्छ। मर्ने बेलामा नुहाउने पोखरी पनि सुकेर जान्छ। र वायुपङ्खी घोडा र कामधेनु गाई भन्ने चाहिँ पहिला तपाईँले सुन्नु भएको होला। देवलोकमा चढ्दा चाहिँ वायुपङ्खी घोडामा चढ्न पाइन्छ र कामधेनु गाईले दुध खुवाउँछ। तर लास्टमा मर्ने बेला भएपछि, आयु सकिएपछि त्यो कामधेनु गाई र त्यो आफ्नो कामधेनु गाई र आफ्नो वायुपङ्खी घोडा पनि सडेर जान्छ। त्यस पछाडि चाहिँ तल मर्ने याद आउन थालेपछि चाहिँ नि एक्लै भएर त्यस पछाडि चाहिँ यहाँ तल झर्छ भनेर चाहिँ कुञ्जन लामी स्यालुङमा लेखेको हुन्छ। तपाईँले कुञ्जन लामी स्यालुङ पढ्यो मजाले पढ्न कठिन छ भने चाहिँ यति बुझ्यो भने चाहिँ हुन्छ। हात्तीको नाम चाहिँ साला हप्तेन नामको हात्ती हो। अब हात्तीकै नाम लेख्नुपर्छ भने चाहिँ कामधेनु गाई कहाँ रहेछ? देवलोकमा। वायुपङ्खी घोडा कहाँ रहेछ? स्वर्गमा। देवलोक भन्नु चाहिँ स्वर्ग हजुर। फेरि वैकुण्ठ भन्छ नि कोही। वैकुण्ठ भने पनि स्वर्ग, लायुल भने पनि स्वर्ग, इन्द्रलोक भने पनि स्वर्ग। अब तपाईँले जे जे इच्छा गर्छ त्यही स्वर्ग हो भनेर बुझिन्छ। अब यो असुर लोकमा चाहिँ यहाँ जन्मिने कारण के हो बुझ्यो हजुर? आरी के अरे अहङ्कार। म जान्ने छु, म राम्रो छु, घमण्ड अभिमान भयो भने चाहिँ हाम्रो चित्त चाहिँ लास्टमा के हुँदो रहेछ? देवता हुँदछ। देवतामा पनि चतुर महाराज देवलोक ग्याल्चेन्सी भन्छ, अथवा धृतराष्ट्र, विरुढ, विरूपाक्षे अनि कुबेर। यो थाङ्का सबै गुम्बामा बाहिर लेखेको हुन्छ। तपाईँले याद गर्नु अब गुम्बा जाँदा यो चारवटा, यहाँ पछाडि छ दुईटा, यो चारवटा थाङ्का सधैँ अब सधैँ गुम्बा जानु भने यो थाङ्का पनि गुम्बाको ढोकामै लेख्छ। यो थाङ्का, यो चारवटा थाङ्का पनि गुम्बाको बाहिरै लेख्छ। अनि यो 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 सिने भन्ने यो समताको ध्यानको नौवटा थाङ्का पनि बाहिरै गुम्बाकै बाहिर लेख्छ। तर हामी चाहिँ त्यो कुनै पनि के लेखेको, किन लेखेको, के को लागि लेखेको भनेर कहिले सोद्धा नि सोद्धौँ न।
भन्दा पनि भन्दैन, चिन्दा नि चिन्दैन अनि गाह्रो चाहिँ त्यतिसरी अलिक गाह्रो भएको हो हाम्रो समाजमा। अब टाँसी ग्यापा सबलाई पढ्न आउँछ? आउँछ। देखेको छ कि छैन? त्यो ह्युलखोर्सुङ भने चाहिँ यो धृतराष्ट्र भनेको चिन्दैन र यो समस्या भएको। ह्युलखोर्सुङ भने चाहिँ हो फाके पो भने चाहिँ बिरुडहक भनेको ह्युलखोर्सुङमा फाके पो चेन्मिसाङमा नाम थोसे भन्छ नि पियोङ रल्टी छ त्यहाँ ग्यालसेन्जिन पनि भनेको छ। के हो पियोङ के हो रल्टी त्यो चाहिँ थाहा नभएको। तर के गर्ने अब यो अन्धाहरूलाई हात्ती हेर्नु मन लागेछ। हात्ती हेर्नु मन लागेपछि 6 जना अन्धा चाहिँ हात्ती हेर्न गएछ अरे। को घरमा 3 जना रहेछ, श्रीमान अनि श्रीमती अनि आमा पनि। अनि त्यो गाउँले कहिले बजारै नगएको रहेछ त्यो मान्छे चाहिँ। बजार कहिले त्यस्तै हो भनेर है। त्यसकारण अब देवलोकमा चाहिँ यो असुरलोकमा रोपेको वृक्ष चाहिँ यहाँ गएर फल्छ। यसलाई चाहिँ पक्साम सिङ्गी दोङपो भन्छ। काहीँ काहीँ सुन्नुभयो होला, मण्डलामा पनि यही आउँछ। पक्साम सिङ्गी दोङपो भनेको चाहिँ के रहेछ? असुरलोकमा रोपेको चाहिँ कता गएर फलेछ? देवलोकमा। अनि यो वहाँ गएर फलेपछि चाहिँ किन त्यस्तो फलेको भन्दा आरिस गरेको कारणले। अहिले हामी चाहिँ आरिस गऱ्यौँ भने, ईर्ष्या बढी गऱ्यौँ भने, ढाई बढी गऱ्यौँ भने चाहिँ के हुनेछ? अर्को ताल राज्य। त्यसलाई चाहिँ लामामा चाहिँ के भन्छ भने लामाहीन भन्छ। देउता पनि होइन, मान्छे पनि मा पनि हिन। लामाहीन भने चाहिँ राक्षस भन्ने चाहिँ लामाहीन कि थुपा भन्ने चाहिँ यो हरियो रङको बुद्ध हुन्छ त्यहाँ। पछि यो अब यता वज्रयानामा जाँदा यो चाहिँ सबै भेट्छ। यो भीमजेको 6औं दिनमा भेट्छ। त्यो बारे भोलि बुझाउँछु। यो देउता त्यहाँ भेट्छ। अनि उहाँले बोक्ने पनि तरवार बोकेर बसेको हुँदछ। माथि चाहिँ कस्तो? माथि के बोकेको? टुङ्ना। टुङ्ना बोकेको भनेर बुझ्नु। माथि टुङ्ना बोकेर अहिले पुण्य गरेकोले माथि पनि गीत नाच गरेर बस्न पाउने रहेछ देउता हुँदा। फेरि तल जाने रहेछ वैकुण्ठमा चाहिँ। यहाँ गएर चाहिँ के हुने रहेछ भन्दा अहिले आरिस गरेको कारणले त्यहाँ पनि त्यो काट्ने हतियार बोक्ने देउता पनि बुद्ध पनि त्यही खाले, हामी पनि। अनि सबै रोप्नु त रोपेको माथि 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 गएर अर्कै लोकमा, देवलोकमा गएर फल्छ। अहिले पनि अर्काले गरेकोमा, अर्काले राम्रो भएकोमा हामीले जति डाहा गर्यो, आरिस गर्यो, कसलाई जलाउने रहेछ? त्यसले आफैलाई जलाउने रहेछ। त्यतिखेर पनि त्यो अहिलेको अकुशल चित्तले चाहिँ रोपेको पनि माथि गएर फलेपछि चाहिँ नि माथिबाट चाहिँ नि खानु थाल्छ देउताको बच्चाहरूले। अनि तलकोलाई रिस उठ्दा चाहिँ अनि पञ्चर हाड्दै गरेको हुन्छ। यहाँ चाहिँ पञ्चरले काट्दैछ यो नक्सा। अब सदा याद थिएन भने आज चाहिँ भोलि पछि चाहिँ नजिकबाट हेर्ने थाङगाडीहरूले त्यही बनाएको हुन्छ। अब यो पहिलाबाट परम्परागत आएर भनेर बनाएको छ कि के छ त्यो जान्दैन। यहाँ चाहिँ अनि रोल्पी छोदुन भन्ने 7वटा पोखरी चाहिँ त्यो काटिएर रगतले भर्छ अरे। कतिवटा? 7वटा। त्यो चाहिँ त्यसकारण चाहिँ हामीले के गर्नु हुँदैन रहेछ? आरिस गर्नु हुँदैन रहेछ। आरिस डाई भन्ने हुन्छ नि। यता लामामा के हो बजेमा मिखा भने फेरि त्यसलाई होइन। मिखा लाग्यो, मिखा लाग्यो, मिखाको दोक्पर गरेको भन्छ। अब कसले गर्यो भन्दा खास चाहिँ आफैले गरेर म चित्तमा हुन्छ भन्ने बुझेन भन्दा बाहिर जति दोक्पर गरे पनि, मिखाको लुङतर टाँगे पनि हुँदैन रहेछ। खास मिखा भन्ने र यो आरिस भन्ने चाहिँ वास्तवमा उस्ता उस्ती शब्द हो। यो चाहिँ माथि गएर फलेर अनि त्यतिखेर चाहिँ इन्द्रले अनि यसलाई चाहिँ सबै त्यो सालार हप्तेन नामको हात्ती पनि हुन्छ। यहाँ यी हात्ती छ नजिकबाट हात्ती छ। यो हात्तीबाट चाहिँ वज्र झारेर यिनीहरू चाहिँ टुक्रा टुक्रा हुन्छ। त्यसकारण असुर लोकमा चाहिँ के रहेछ भन्दा आफूले रोपेको फल पनि नपाउने रहेछ र भयानक दुःख र मृत्यु पछाडि फेरि अब यो झन् दुःख हुन्छ भनेर चाहिँ कुञ्जलामी सेलुङमा बताएको हुन्छ। यसलाई हामीले ओम भन्यौँ, यसलाई के भन्यौँ? म भन्यौँ। त्यसपछि म भन्नेको अर्थ चाहिँ के रहेछ भन्दा असुर लोकमा चाहिँ आरिस पनि घटायो भने, म भन्ने मन्त्र जप्यो भने राक्षस चाहिँ
नहुने रहेछ भने बुझ्ने हो। अब नि भनेको चाहिँ के रहेछ? मनुष्य लोक। अहिले हाम्रो लोकलाई चाहिँ के भन्दो रहेछ? नि। अब यहाँको बुद्धले चाहिँ यो भिक्षा पात्र जुन भगवान उता होपामेले बोक्नु भएको, अनि त्यसपछि यो खर्सिल, यो खक्सिल भन्ने यो लट्ठी बोकेको हुन्छ। अब यहाँको दुःख चाहिँ के भन्दा जन्मिनु दुःख, बुढाउनु दुःख, रोगी हुनु दुःख, मर्नु दुःख, मन परेकोबाट छुट्टिनु दुःख, मन परेकोसँग नबस्नुपर्ने दुःख, सोचेको जति र नसोचेको आइलाग्ने, र साँच्चै भन्दा पञ्चस्कन्धको शरीर धारण गर्नु। यहाँ चाहिँ मानेमा के भन्छ? केगा नाचिकी दुङ्गाल भन्छ। यहाँ चाहिँ हामीले सोनामदी थम्जेसे पनि थनिङे भिटान केगा नाची बालङ ठुकपाई सिपी छोले चाहिँ भन्छ। फेरि केगा नाचिकी दुङ्गाल बुझेन भने चाहिँ त्यो भट्याएर मात्रै हुँदैन। यहाँ चाहिँ थप्जेकी दुङ्गाल भन्छ। अब काटेकै दुःख हो भन्छ, कसरी काटिन्छ भन्ने बुझेन भने त्योको लागि चाहिँ आरिस छोड्नु पर्यो। यहाँ चाहिँ फेरि जन्मिनु पात भन्ने भावहरू छोडिदिनु पर्यो। भव तृष्णा, विभव तृष्णा अनि काम भव तृष्णा भन्ने तीनटा लोभ हुन्छ। त्यो कुराहरूलाई चाहिँ हामीले घटाइएन भने चाहिँ फेरि के हुँदो रहेछ? मान्छे हुँदो रहेछ। मान्छेको लोकको दुःखको बारेमा एउटा सानो तपाईँहरूलाई बुझाउँछु।